फागुन महिनाको 7 गते सुनौलो हर पल नौलो नौलो तिम्रो एकदमै खुसी लागेको छ हजुर पनि खुसी हुनुहुन्छ जीवनमा आयो खुसी पहिलो तिमी आयो। हेलो एभ्रीवान, आज चाहिँ समर छोराको व्रतबन्ध छ। सबैजना आएर व्रतबन्धमा समर छोरालाई चाहिँ आशीर्वाद दिनुहुन्छ होला। सबैजनालाई भन्न चाहन्छु धन्यवाद। तिमी माने मेरो हर खुसी सधैँलाई सधैँ समर भान्जाको कान्छी माइजू आज यस व्रतबन्धमा आउन पाएर मलाई धेरै खुसी लागिरहेछ। यस व्रतबन्धलाई एकदम भव्य र सभ्य रूपमा मनाइदिनु होला र भाग लिनु होला, रमाइलो गर्नु होला। एकदम खुसी लागिरहेछ। चितवनमा आएको छु। भान्जाको व्रतबन्ध राम्रो र सभ्य होस्। धन्यवाद। तिमीले फेर्ने सास बन्छु मनको मित प्रेम भान्जाको माइली माइजू खास बन्छु हेटौँडाबाट व्रतबन्ध भव्य र सभ्य होस्, त्यही शुभकामना मेरो भान्जालाई। निदाउँछु म जहिले सपना बनी आउनु सधैँ निदाउँछु यो वर्तमान जहिले समर छोराको मेरो हर खुसी सधैँलाई सधैँलाई तिमी नै हो मेरो जिन्दगी तिमी माने मेरो। म चाहिँ मन्जु श्रेष्ठ। म चाहिँ मेरो आज घरको वर्तमान प्रोग्राम भएको भएर म चाहिँ कामबाट आएको छु र सबैजना आउनुभएको छ वर्तमानमा र रमाइलो भएको छ र दिनभरि आज यसरी नै रमाइलो भइराख्नेछ। हेर हेर क्षितिजले तिम्रो रङ्ग छोड्यो बसन्ती पवनमा तिम्रो तिम्रो सुबास घुल्यो चन्द्रमाले ईर्ष्या गर्छ देख्छ तिमीलाई जहिले तिमी नभए फुल पनि। हेलो, म समरको माइजू। हेलो, म समरको कान्छी माइजू। नमस्ते, म समरको माइली माइजू। नमस्ते, म समरको ठुलो मम्मी। हेलो हेलो नमस्ते, म चाहिँ समरको आन्टी। हाई, म समरको दिदी। बाहिर सुन्दै हेलो, म समरको दाइ। सधैँलाई सधैँलाई विष्णु सुकाउने, एकजनाले स्वामीदा चिर्ने, एकजनाले केरा। दुईजनाले विष्णु
हाम्रै दाजुभाइ नभए पनि अरूले भने पढ्ने भइसिन्छ हुन्छ चारजना मामा होइन अरू एउटा हार बिसाउने अथवा राख्ने कुरो सानो यता कम भनेको त्यो दाहिने काँडाबाट यसो त्यो पुसलाई घुमाएर फेरि पुस राख्ने त्यहाँ छोएर यता यता घुमाएर त्यही राख्ने ल निकालिसक्यो हामीले त्यो अलिक कपालमा अलिकति लाउनु चाहिन्छ नुन फेरि कपाल काट्यो भाइको कपाल अलि जाडो भयो हो त्यो सरले पुग्दिनु भयो नि कस्तो राम्रो देख्छ अब मामा रोज्या उसले केमा थाहा पनि ल्याएर यहाँ ए थाल एउटा भाग पनि कस्तो अर्थ भयो रोक्नु रोक्नु राख्नु कपडाहरू केही हुन्न के भन्नु बाबु नहल्यो नहल्यो अलिक सुन्नु त पानी छ नि त हेलो बिर्स्यो यता त्यो आउँछ त हामीलाई पानी हाल्लै देउताको त्यस्तो हुन्छ नि कानमा चुना लाउनु भएको मान्छेले पानी कम है पानी पानी चढाइदिनु अब पनि भुकबत Tapi sabu anu mas petato. ल 8 वटामा चामल राख्ने
यो ध्वजा पताका लाग्यो पनि बढ्नु गुरु ब्रह्मा हाम्रो चाहिँ कुरलाई गोडा हुनुपर्छ उतैले जानु चामलमा लगाएर खानु पार्टी यता पनि दिनु पर्यो नि यता पनि दिनु यो सबै भयो दिनचरी हो क्या घुम्ने एउटा दिन घुम्नु पर्यो नि होइन होइन अहिले अहिले बोला है बोला
नजाने अब सोधेको मान्छे कोही खोज्ने मान्छे हो के भन्छ ओ महासरस्वती छौ महासरस्वती छौ ओम केतवेश सूर्यादि नमः संकटाय स विकटाय सूर्यादि आमाले बोकेर लिएर जाने मानिसहरू दौडिन माइन गरेर कता दौडियो दौडाउने क्या आमाले बोकेर जाने दुईजना बाबाले फर्काउने अलिकति खाजा बनाइदिनु पर्यो खाजा भन्नाले खाजा खानुपर्छ नि हात ओढेर जान्छ एउटा हात एउटा हात ओढेर के थाहा सानो तिम्रो कुरा मानु यो मुटुमा तिम्रो छाप लागेछ तिमीलाई के थाहा सानो तिम्रो कुरा मानु यो मुटुमा तिम्रो छाप लागेछ अब तिमी दिनै गर्छौ गर तिमीलाई माया गरेछौ खाली मेरो मनको घरमा तिम्रो माया भरेछौ अब तिमी दिनै गर्छौ गर तिमीलाई माया गरेछौ खाली मेरो मनको घरमा तिम्रो माया भरेछौ सानो तिम्रो मायामा म त मरेछु सानो तिम्रो मायामा म त मरेछु दिलको यो कुराहरू दिलैमा राखिदेऊ मुहारमा देखाउन नलगाइदेऊ दिलको यो कुराहरू दिलैमा राखिदेऊ मुहारमा देखाउन नलगाइदेऊ तिमीलाई के थाहा सानो तिम्रो कुरा मानु यो मुटुमा तिम्रो छाप लागेछ
सामानहरू के छ नि हाम्रो नानी झोला चाहियो त लौ न गाह्रो
बोला ना
आँखा बीचमा कुराकानी के भयो तिमी र म सन्तलाई हामी कहिले भन्ने हो आँखा बीचमा कुराकानी के भयो मेरो मनको डोरियो तिम्रो मनमा अल्झियो तिम्रो लागि उडेको बतास मेरो सासमा मिलाइदिनु होला तिम्रो लागि गुन्जेका तरङ्गा मेरो गीतमा सजाइदिनु होला नुगले चाहे जकान छामर सजियाकान जित तोते मतेना ओ मतिना नुगले चाहे जकान छामर सजियाकान जित तोते मतेना ओ मतिना आँखा बीचमा कुराकानी के भयो तिमी र म सन्तलाई हामी कहिले भन्ने हो
खुसीका फूल बटोलेर मनको रुमालैमा राखेकी छु सम्हालेर दिन तिमीलाई, राखेकी छु सम्हालेर दिन तिमीलाई। हो नागी सबै मनको सीमा पूर्णिमाको जुनेलीमा, नागी सबै मनको सीमा पूर्णिमाको जुनेलीमा पर्खी बसे आउने छु म लिन तिमीलाई, पर्खी बसे आउने छु म लिन तिमीलाई।
कल्की राम्रो हजुरको बोली राम्रो गुरस फुले बनाइ राम्रो मुहार त्यो झनै राम्रो हाम्रो अन्य तथा राज्यको नानीको आज हुने गएको एकै मिटिङमा एकै समयमा हुने गएको फोटोको प्रतिबन्ध र दर्शन कार्यक्रममा सहभागी हुन पाउनुहुने यहाँहरू सम्पूर्णलाई नेवा समाज चितवनको महासचिवको तर्फबाट जजौँका नमस्कारको हार्दिक अभिवादन गर्दै म यहाँलाई कार्यक्रममा स्वागत गर्ने अनुमति चाहन्छु। हामी नेवा समाज भरतपुर चितवन भरतपुरभित्र छरेर रहनुभएका सम्पूर्ण नेवा समुदायहरूलाई एकत्रित र सङ्गठित गर्दै हामीहरूले दुःखको बेलामा स्वस्फूर्त रूपमा र सुखको क्षणमा चाहिँ हामीलाई संस्थागत निमन्त्रणा भएको बखत हामी शुभकामना पत्रसहित संस्थागत कार्यक्रम गर्ने हाम्रो प्रचलन भइरहेको अनुसार आज हामी नेवा समाज भरतपुर चितवनसँग आबद्ध रहनुहुने बचत कोषका सदस्य श्री हेमन्त श्रेष्ठज्यू, त्यसै गरी हाम्रो कार्य समितिको संस्थापक सदस्य श्री लक्ष्मी श्रेष्ठज्यूको आयुष्मान सुपुत्र र आयुष्मान सुपुत्री श्री समर श्रेष्ठको शुभ प्रतिबन्ध र सुश्री सिमरन श्रेष्ठको सूर्य दर्शन कार्यक्रममा सहभागी हुन पाउँदा हामी असाध्यै खुसी र सम्मिलित भइरहेका छौँ। र आजको यस कार्यक्रममा हाम्रो नेवा यादवको बागमती प्रदेशका वरिष्ठ कार्यवाहक अध्यक्ष केन्द्रीय कार्यवाहक अध्यक्ष श्री चन्द्रलाल राज भण्डारीज्यू, उहाँ हाम्रो समाजको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहाँको उपस्थित रहेको छ। त्यसै गरी हाम्रो नेवा मिसादोको अध्यक्ष श्री लक्ष्मी श्रेष्ठज्यूको पनि आजको यस कार्यक्रममा सहभागी भएको म यहाँहरूमा निवेदन गर्न चाहन्छु। त्यसै गरी हाम्रो लेखा समितिका सदस्य श्री रामकृष्ण श्रेष्ठज्यू र हाम्रो कार्य समितिका सदस्य श्री अमृत श्रेष्ठज्यूको पनि आजको यस कार्यक्रममा सहभागी रहेको म यहाँहरूमा निवेदन गर्न चाहन्छु। र आज धेरैभन्दा धेरै ठाउँमा व्रतबन्ध र विवाहको कार्यक्रम र त्यसै गरी हाम्रो नेवा समाजका बचत कोषका सदस्य श्री माया श्रेष्ठज्यूको पनि यहाँ उपस्थित रहेको छ, म यहाँलाई जानकारी गराउन चाहेँ। र आज हामी धेरैभन्दा धेरैको उपस्थिति रहने थियो, तर धेरै ठाउँमा विवाह कार्यक्रम र व्रतबन्ध कार्यक्रम जुटेको हुँदा हाम्रो आज अलिक उपस्थिति हुन नसकेको म यहाँहरूमा निवेदन गर्न चाहन्छु। त्यसै गरी हाम्रो नेवा समाज भरतपुर चितवनका अध्यक्ष श्री जुद्ध प्रसाद श्रेष्ठज्यू पनि अन्यत्र काम विशेषले व्यस्त रहनुभएको हुँदा उहाँको आजको कार्यक्रममा उपस्थिति नरहेको र उहाँको तर्फबाट पनि दुवैजना बाबु र नानीलाई हार्दिक बधाई तथा शुभकामना रहेको म यहाँहरूमा निवेदन गर्न चाहन्छु। र हामीले नेवा समाज भरतपुर चितवनको तर्फबाट यो शुभकामना हार्दिक बधाई तथा शुभकामना पत्र बनाएर लिएर आएका छौँ र यसलाई वाचन गरिदिनुको लागि नेवा मिसादोका अध्यक्ष श्री मीरा श्रेष्ठज्यूलाई निवेदन गर्छु। लक्ष्मी श्रेष्ठज्यू म क्षमा चाहन्छु नाम वाचन गर्नमा त्रुटि भएकोमा। हामी निकै खुसी रहेको छौँ। अब यो प्रपत्र वाचन गर्न लागेको छु। नेवा समाज भरतपुर चितवन स्थापना नेपाल सम्वत 1930-2069 नेवा दिवससँग आबद्ध हार्दिक बधाई तथा शुभकामना। भरतपुर 11 पोखरी चोक निवासी यस नेवा समाज भरतपुर चितवनका बचत कोष सदस्य श्री हेमन्त श्रेष्ठज्यू तथा कार्य समितिको संस्थापक एवं बचत कोष सदस्य श्री लक्ष्मी श्रेष्ठज्यूको आयुष्मान सुपुत्र एवं आयुष्मती सुपुत्री तथा श्री श्याम कृष्ण श्रेष्ठ सञ्चमाया श्रेष्ठज्यूको नाति एवं नातिनी श्री सम्मर श्रेष्ठको शुभ वर्तमान र सुश्री सिमरन श्रेष्ठको सूर्य दर्शन जस्तो पवित्र र सांस्कृतिक महत्त्व बोकेको संस्कार बालबालिकाको दीर्घायु सुस्वास्थ्य सुख समृद्धि र उत्तर प्रगतिको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। अध्यक्ष जुद्ध प्रसाद श्रेष्ठ, महासचिव उडान श्रेष्ठ, नेवा समाज भरतपुर चितवन परिवार 2082 साल फागुन 8 गते नेपाल सम्वत 1146 जिल्लाको तृतीय। धन्यवाद छ। यो शुभकामना मतदान गरिदिनु हुन म निवेदन गर्छु। आशामा त है बाबा यो कार्यक्रम यही समापन भएको यहाँहरूमा निवेदन गर्दै म पनि बिदा हुन्छु। धन्यवाद। सजाइसके मनमा मैले मायाको गजुरी फूल देखे धेरै मैले
तिमी हौ बिन्जोरी जीवनको रङ्ग खोल्दैछ सिन्दुरी सिन्दुरी मन थियो एउटा मनमा बस्ने त्यो पनि सुम्पिए जुनेली रातमा जुनलाई हेरे तिमीलाई सम्झिए मन थियो एउटा मनमा बस्ने त्यो पनि
अब यही गीतलाई हामी लगाएको आवाजबाट दुश्मन छ धेरै दुश्मन हेरेको हेरे आइको दुश्मन छ धेरै दुश्मन हेरेको आइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरे आइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरे
आँखा नि राम्रै हो मन पर्यो नि ओठ ए आँखा नि राम्रै हो मन पर्यो नि ओठ तिम्रो पानीका छडा सेतै छ मन छ कता आँखा त यतै छ तिम्रो पानीका छडा सेतै छ मन छ कता आँखा त यतै छ रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा राम्ररी हेरन छैन केमा खोटा हे राम्ररी हेरन छैन केमा खोटा कति गरौँ तिम्रोमा बयान गर्दै अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आँट गरेर राख्नलाई सुखले कति गरौँ तिम्रोमा बयान गर्दै अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आँट गरेर राख्नलाई सुखले रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा राम्ररी हेरन छैन केमा खोटा हे राम्ररी हेरन छैन केमा खोटा मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढन आँखमा आइनाले पानी गर्दो हुँदा रानी निकाले राख्दै होला आइनाले पानी गर्दो